अचम्म लाग्छ मान्छेहरू देखेर आजभोलि मलाई पनि। कुरा काट्ने पनि एउटा सीमा हुन्छ, तर खुसी पनि लाग्छ किनकि ती मान्छेहरूलाई मेरो बारेमा सोच्ने जागिर दिएको छु। वाह, जागिर चाहिँ कति तलब भनेर सोच्न आउनुहुन्छ होला, टेन्सन नगर्नुहोस्। जागिरको नाममा के दिएको छु, जसले कुरा काटेको छ उसैले बुझ्छ। र म के भन्छु भन्दाखेरि नि, अरे यार मेरो बारेमा मलाई भन्नु न, दुनियाँलाई भनेर के फाइदा भयो र? थुक्क तपाईँको जिन्दगी। मेरो बारेमा मलाई भन्नु दुनियाँलाई होइन क्या। र एउटा कुरा मात्र के याद गर्नु भने नि, म हो, म दुनियाँ होइन नि त, होइन र? त्यही भएर भन्छु मै हो। किनकि बाघले नि 2-4 दिन शिकार गरेन भनेर घाँस खाएको देखेको छुइनँ क्या मैले पनि, बुझ्नु पनि। त्यही भएर मेरो बारेमा कुनै कुरा छ भने या मैले कहीँनिर गल्ती गरिरहेको छु भने मलाई भन्नुहोस्, सुधार्ने मैले हो, दुनियाँले होइन। अनि फेरि त्यस्तो व्यक्तिलाई भन्नुहोस् जुन व्यक्तिले आएर मलाई नसुनाओस् क्या। अरूलाई भन्नुहोस् न यार, मलाई सुनाएर के फाइदा छ र भने, बुझ्नुभयो नि। त्यो भएर कुरा गर्दा पनि कोसित कसरी कुन बेला गरिरहेको छु याद गर्नुहोस्, किनकि फेरि मैले उल्टै खाल्टा खन्नु पऱ्यो भने त्योभन्दा गहिरो म खन्न सक्छु। त्यो क्षमता छ नि मसित। फेरि बाँकी कुरा मिलाएर बुझ्नु होला, होइन? म मान्छे तोक्दिनँ, तर पनि एकदमै मिलाएर बुझ्नुहोस्, तपाईँकै लागि भनेको हो। र अब अर्को कुरा मैले भन्न नपरोस्, यतिमै अन्त्य होस्। हस्त, नमस्कार।